सम्पूर्णमा नमस्कार। म आज यहाँहरूमाझ नेपालको शिक्षा सम्बन्धी संवेदनशील विषयमा जानकारी गराउन गइरहेको छु। वर्षौनी नेपालबाट लाखौं विद्यार्थीहरू विकसित मुलुकमा उच्च शिक्षा हासिल गर्नको लागि र सिप मुलुक तालिम लिनको लागि हरेक वर्ष लाखौं विद्यार्थीहरू स्वदेशबाट विदेश जाने क्रम बढ्दो रहेको छ। पहिले आफ्नो पुर्खाको जग्गा ब्याङ्कमा धितो राखेर जसले आफूले रकम खर्च गरेर आम नागरिक विदेशिएका पनि छन्। तर के तपाईँलाई थाहा होला, राज्यबाट पनि छात्रवृत्ति दिई अन्तर्राष्ट्रिय स्तरमा नेपाली विद्यार्थीहरू पठाएको पनि छन्। राज्यबाट छात्रवृत्ति दिई विदेशमा कति नेपालीहरू अध्ययन गर्न पठाएको छ, यसको बारेमा जानकारी लिनका लागि मैले संविधानले सुनिश्चित गरेको सूचनाको हक प्रयोग गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एउटा महत्त्वपूर्ण सूचना प्राप्त गरेको छु। वर्षनी कति विद्यार्थीहरू नेपाल सरकारले छात्रवृत्ति दिएर विदेशी भूमिमा पढ्न पठाएका छन्, यो विषयमा मैले सूचनाको हक माग गरेर 2071 सालदेखि 2081 सालसम्म 10 वर्षको अवधिमा सरकारबाट छात्रवृत्ति दिए कति नेपालीहरूलाई विदेशमा अध्ययन गर्न पठायो र विदेशमा अध्ययन गरिसकेपछि ती विद्यार्थीहरू हालको अवस्थामा के गरिरहेका छन् र तिनीहरू फर्केको तथ्याङ्क नेपाल सरकारसँग के छ भनेर मैले सूचनाको हक प्रयोग गरेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मैले सूचना माग गरेको थिएँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट मैले माग गरेको सूचना पठाएको छ। उहाँहरूले पठाउनु भएको सूचना अनुसार 2071 सालबाट 2080 सालसम्ममा 4371 जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर नेपाल सरकारले पठाएको रहेछ। नेपाल सरकारले नै छात्रवृत्ति दिएर पठाएको छ भन्ने जानकारीमा पाकिस्तान, चाइना, बङ्गलादेश, इजिप्ट र नेपालभित्र पनि छात्रवृत्ति दिएर चाहिँ विद्यार्थीहरूलाई चाहिँ अध्ययन गर्न नेपाल सरकारले दिएको रहेछ। 10 वर्षको अवधिमा कुल 4371 जना विद्यार्थीहरूले छात्रवृत्ति राज्यबाट पाए भने त्यसमा फर्केका विद्यार्थीहरूको हकमा कुल 3477 जना विद्यार्थीहरू अध्ययन पश्चात फर्केको र उनीहरूलाई राज्यबाट कामको लागि सिफारिस गरिएको भन्ने जानकारी पनि प्राप्त भएको छ। राज्यबाट करोडौँ लगानी खर्च गरेर विदेशी भूमिमा पढ्न पठाएको हुन्छ। उहाँहरू अध्ययन पश्चात फर्किएपछि राज्यले 1 वर्षभित्रमा उनीहरूलाई काममा खटाउनु पर्ने छात्रवृत्ति केन्द्र शिक्षा अन्तर्गत कानुन नै रहेको छ। राज्यबाट करोडौँ रकम खर्च गरेर विदेशमा छात्रवृत्ति दिई पढ्न पठाएको तर उनीहरू अध्ययन पश्चात देशमा नफर्किएको हकमा शिक्षा नियमावली र ऐन अनुसार त्यस्ता व्यक्तिहरूलाई राज्यबाट खर्च गरेको रकम असुल उपरि दण्ड सजाय र उनीहरूको राहदानी रद्द समेत हुने कानुन नेपाल सरकारमा बनेको छ। नफर्किएको हकमा मैले सूचना माग गर्दा अध्ययन पश्चात नफर्किनुको हकमा छात्रवृत्ति ऐन तथा नियमावली अनुसार कारबाही दण्ड सजाय असुल उपरि राहदानी रद्द गरिएको तथ्याङ्क अभिलेख शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा नरहेको भनेर उहाँहरूले सूचना पठाउनु भएको छ। शिक्षा सम्बन्धी राज्यबाट छात्रवृत्ति बारेमा केही मात्र देशहरूको तथ्याङ्क हुनु तर ठुला महादेश जस्तै अमेरिका, जापान, युरोप जस्ता देशहरूमा कति विद्यार्थीहरूलाई देशबाट छात्रवृत्ति दिएर पठायो ती तथ्याङ्क नहुनु, नफर्किएको हकमा दण्ड सजाय नहुनुलाई यहाँहरू के भन्नुहुन्छ?